मेरो नाम ऋतिका हुमागाई। मैले हाल अहिले एससी परीक्षामा 4 GPA सहित उत्तीर्ण भएको छु। मैले चाहिँ नवरत्न अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययन गरेकी छु। नवरत्न अङ्ग्रेजी माध्यमिकमा पढेर 4 GPA ल्याउने सफल कस्तो लागिरहेछ? धेरै खुसी लागिरहेछ। यहाँ कहिलेदेखि पढेको? मैले यहाँ चाहिँ मैले चुज गरेको फर्स्ट स्कुल नै नवरत्न थियो अनि अहिले मैले एससी पनि यही नवरत्नबाटै दिएको छु। उता पनि परिचय गराउ त। उहाँ चाहिँ मेरो मम्मी अनि उहाँ चाहिँ मेरो बाबा। बाबा मम्मीलाई एउटा क्वेसन है, यो स्कुलै चोइस कसरी गर्नुभयो? तपाईँ कति वर्ष अगाडि? यो स्कुल चाहिँ 13 वर्ष अगाडि होला। 12-13 वर्ष नर्सरीबाट नै उसलाई यतै जोइन गरियो। हजुर। गाडी उता माथि नै जान्थ्यो, उता भुइँडाँडा 12 नम्बर, अहिले पनौती 12 मा बसिन्थ्यो। हजुर हजुर। गाडी उहाँ जानुको कारणले गर्दा नै उसलाई यता पठायो। यता पठाउने बित्तिकै यहाँको अब सरहरू पनि एकदम धेरै नै राम्रो हुनुभएको कारणले गर्दाखेरि चाहिँ उसले यो स्कुल छोड्नै मानेन। छोड्न मान्ने भन्दा पनि बिचमा तपाईँलाई जस्तै अभिभावक त तपाईँहरू हो नि त होइन? यो बिचमा बच्चा पढेर राम्रो भएन, निकाल्छु अन्त लान्छु भन्ने सोच तपाईँहरूलाई आएन? भन्दा पनि उसले पनि तपाईँको कतै पनि त्यो स्कुल छोडेर म कहीँ पनि जान्न भन्ने उसकै नै धारणा हो, त्यही नै हो। त्यहाँदेखि हामीले पनि कतै लाने भन्ने सोच नै बनाएनौँ, बनाउनु पनि आवश्यकै भएन। अब यहाँ सरहरूले त्यस्तै व्यवहार गरे भएको बच्चाहरूलाई अरू स्कुलतिर सार्ने गर्ने कुरो हुन्थ्यो। सुरुदेखि अन्तिम यही भयो। अब के पढाउने विचार छ? अब उसको चोइसमा नै के छ नानी? मलाई चाहिँ अब साइन्सतिर छ। अनि यति मार्क ल्याउनलाई कति पढ्नु पर्ने रहेछ? घरमा कति पढ्थ्यो? मैले चाहिँ अब स्कुलबाट गएर होमवर्कहरू सिकाउने अनि त्यसपछि सेल्फ स्टडी गर्नलाई बस्थेँ। अनि बिहान चाँडै उठेर अनि त्यसपछि फेरि सेल्फ स्टडी गर्ने अनि रिभाइजहरू गर्थेँ पढेको कुराहरू। अनि यसरी नै फर्स्टदेखि नै मैले पढ्न थालिसकेको थिएँ अनि जस कारणले चाहिँ मलाई एससीमा धेरै गाह्रो भएको थिएन। गाह्रो भएको थिएन? यति मार्क्स आउँछ भन्ने थियो कि आउँदैन भन्ने थियो? मलाई लागेकै थियो। मलाई टिचर्सहरूले भन्नुभएको कुराहरू अनि प्यारेन्ट्सको सपोर्टले गर्दा चाहिँ मलाई लागेको थियो मैले 4 GPA ल्याउँछु। म यता गएँ सर, हजुरको परिचय लिएँ। नमस्कार, म रामचन्द्र देउजा, यस विद्यालयको एडमिनिस्ट्रेसन हेर्छु, म व्यवस्थापन हेर्छु। आज नानीको रिजल्ट जुन थाहा पाउनु पनि कस्तो लागिरहेको छ? ऋतिका हुमागाई मेरो पर्सनल कुरा गर्दाखेरि ऊ जहिले पनि एकदम उत्कृष्ट विद्यार्थी हो। कुनै पनि टिचरको आँखामा चाहिँ बस्न सफल विद्यार्थी हो र मेरो चाहिँ एकदमै फेभरेट विद्यार्थी पनि हो। हजुर। र कतिपय यस्तो समय पनि आए, जस्तै अभिभावकै यहीँ हुनुहुन्छ होइन, यस विद्यालयले कहिले पनि उहाँलाई हामीले फीका लागि फोन गरेनौँ, कहिले पनि उहाँलाई हामीले अब अन्य केही कुराहरूको लागि दुःख कहिले पनि दिएनौँ। यहाँ अभिभावकै यहाँ हुनुहुन्छ होइन, कुनै पनि विद्यार्थीलाई हाम्रोबाट फी भएन भनेर चिठी काट्ने यता त कहिले पनि गरेर सक्दो शिक्षालाई चाहिँ सबैको पहुँचमा पुग्नुपर्छ भन्ने धारणा हाम्रो जहिले पनि हो। र यो नगरमै 2044 सालमा खोलेको अङ्ग्रेजी माध्यमिक विद्यालय जुन चाहिँ एसएलसी अङ्ग्रेजी माध्यममा दिलाउने पहिलो बोर्डिङको रूपमा चाहिँ परिचित छ। त्यसकारण आज यो बहिनीले यसरी 4 GPA ल्याइरहँदाखेरि यो त नेपाल टप हो, हाम्रो लागि त एकदमै गौरवको कुरा हो र नानीको उज्जवल भविष्यको पनि म कामना गर्छु। कस्तो खालको विद्यार्थी हो? एकदमै राम्रो विद्यार्थी। कहिलेकाहीँ अब मम्मी यहाँ हुनुहुन्छ, मेरो छोरी सुत्न मानेन, तपाईँहरूले फोन गरिदिनुहोस् न भनेर भनेका कुराहरू पनि छन्। किन? धेरै पढेर? धेरै पढेर। कति बजीसम्म पढ्थ्यो? कहिलेकाहीँ अब त्यो मलाई जति पढ्न मन लाग्छ त्यो मुडको अनुसारमा लगभग कति बजे? लगभग चाहिँ 12 बजेसम्म। 12 बजे। बिहान कति बजे उठ्ने? बिहान 5-6 बजेतिर। हो, छोरी धेरै रातभरि पढ्ने हो? हजुर, राति नै बस्ने, सुतभन्दा नसुत्ने, धेरै दुःख गरेर पनि पढेर अहिले 4 GPA ल्याएँ। अब नि छोरीले साइन्स पढ्न आँटेको छ होइन, पैसा पनि धेरै लाग्ला। अब तपाईँहरूले के छ, पैसा तिर्न सकिन्छ कि अथवा कसैले चाहिँ म पढाइदिन्छु भन्यो भने के छ? पढाइदिन्छु भन्ने दादा आयो भने त पढाउनै पर्यो, जिम्मा लाउने। के गर्नुहुन्छ तपाईँ चाहिँ? यस्तो सर, अब हामी अलि निम्न वर्गकै मान्छे हो, धेरै ठुलो खर्च लाएर पढाउन सकिँदैन नै होला, तर उसको इच्छा अनुसार जसो सकेसम्म। अब अहिले नै 3जना बच्चा मैले यही स्कुलमा पढाइछु। हजुर। नर्सरीदेखि नै 3जना बच्चा यहीँ पढिरहेछन्। यसको भाइ र बहिनी पनि अहिले यहीँ छन्। एकजना बहिनी 8 क्लासमा, भाइ 5 क्लासमा पढिरहेछ। उनीहरू पनि पढाइ राम्रै छ। अर्को कुरो तपाईँको आर्थिक अवस्था अलिक कमजोरै हो। हामी के गर्नुहुन्छ हजुर? सानो काम गर्छु, एउटा गाडी छ। गाडीमा जस कसैले चाहनुभयो भने
होइन त हजुर। राम्रो हुन्थ्यो भन्ने लाग्छ त्यही हो अब कतैबाट स्कलरसिप पाइने सकिने अब उहाँ सरहरूले नै गरेर गर्नुहुन्छ पढाउनुहुन्छ अब छोटपुटमा यसो मिल्यो भने राम्रो भन्ने कुरा आयो त्यही नि नै अब सबैजनाले सरसहयोग गरेर अब विद्यार्थी बच्चा राम्रो हो भोलि यो नगरको मात्र नभएर जिल्लाको त्यसकै नाम राख्न सक्ने चाहिँ क्षमता भएको विद्यार्थी अब हजुरले थाहा पाइहाल्नुभयो त हजुर त्यस कारणले गर्दा अब सकेसम्म त अब अरूलाई चाहिँ सहयोग नमागिकन गरौँ नसकिया खण्डमा उसले सक्छु भनेको छ जे पढाउनु सक्नु मैले चाहिँ डक्टरै बन्न सक्छु भन्ने उसको क्षमता छ त्यो क्षमता मसँग छैन फेरि त्यो गर्नलाई अब यता यहाँ जुन यही सरको यही स्कुलका अब सरहरूले अब तपाईँहरू जस्तो व्यक्तित्वहरूले चाहिँ सरसहयोग गर्ने सपोर्ट गर्ने काहीँ कतैबाट सरसहयोग मिलाउने गर्नुहुन्छ भने पूर्ण आएको छ सर के हुनुहुन्छ कुरो अनि यस्तो आयो। विद्यार्थीको अब यो 4G पे ल्याउनु त अद्वितीय हो होइन, त्यसले गर्दाखेरि अब त्यस्ता संस्थाहरूमा हामीले विद्यालयले गर्नुपर्ने सम्पूर्ण पहल गर्नको लागि म तयार छु। ल धन्यवाद के छ